नमस्ते दर्शकवृन्द, आजको विशेष श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यस च्यानललाई सब्सक्राइब गरी सहयोग गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। लोक सङ्गीत क्षेत्रको विभिन्न विषयमा विशेष चर्चा गर्ने क्रममा आज म नेपाली लोक सङ्गीत क्षेत्रको एक अत्यन्तै उत्कृष्ट विधा तीज गीतको बारेमा विशेष चर्चा गर्न गइरहेको छु। तीज आफैमा एक धार्मिक पर्व। पार्वतीले शिवजी पाऊँ भनी कठोर व्रत गरी बसेको यो पर्वमा नेपाली दिदीबहिनीहरू आमाहरूले विभिन्न किसिमका शिवको मन्दिरमा गई पूजा आराधना गर्ने गर्नुहुन्छ। यसै बीचमा तीज गीत एक प्रमुख अभिन्न अङ्ग हो। नेपालीहरूको महान चाड तीज नजिकिएसँगै बजारमा तीज गीतहरू आउने क्रम जारी छ। यसै क्रममा पुराना शैलीका तीज गीत र नयाँ शैलीका तीज गीतहरू बजारमा आइरहेका छन्। विशेष गरी तीज गीत भन्ने बित्तिकै महिलाहरूले आफ्नो वेदना पोख्ने, दुःख सुखका गीत गाउने र भगवानलाई प्रार्थना गर्ने गीतहरू बुझिन्छ। तर पछिल्लो समय विभिन्न किसिमका उच्छृङ्खल शब्दहरूको प्रयोग गरी विभिन्न किसिमका गीतहरू बजारमा आइरहेका छन्। यस्ता उच्छृङ्खल किसिमका गीतहरूले नेपाली लोक सङ्गीतको छविमा धमिलो बनाउने विभिन्न कलाकारहरूको बुझाइरहेको छ। टिआरपी र भ्युज पाउने आशाले विभिन्न किसिमका नयाँ कलाकार तथा पुराना कलाकारहरूले उच्छृङ्खल शब्दहरू प्रयोग गरी अथवा उच्छृङ्खल तरिकाले भिडियो निर्माण गरी तीजका गीतहरू प्रस्तुत गरेको प्रशस्तै भेटिन्छ। आखिर जे भए पनि यस्ता किसिमका उच्छृङ्खल गतिविधि भनेको हाम्रो संस्कृतिमा नराम्रो असर पार्ने खालका हुन् भन्ने हाम्रो ठम्मै रहेको छ। कस्ता गीत सङ्गीत बजारमा आए नेपाली लोक सङ्गीतको जगेर्ना तथा उत्थान गर्न सकिन्छ, कृपया कमेन्टमा लेख्नुहोला। हवस् त, आजको श्रृङ्खला कस्तो लाग्यो? यस्तै नयाँ श्रृङ्खलाको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशा गर्दै आजको श्रृङ्खलाबाट बिदा चाहन्छु। नमस्ते।